नरेश भाइलाई धेरै धेरै धन्यवाद। यो अलिकति काहीँ कतै चिन्जानै नभएको समूहमा गएर फट्ट मिसिए जस्तो अवस्था भयो। सबैतिर हेर्दाखेरि सबै चिन्जानकै मित्रहरू नै देख्न चाहिँ, तर कार्यक्रमको विषय लिएर चाहिँ म त्यस्तो अवस्थामा खडा हुनु पर्यो अहिले आएर। जे होस्, उपस्थित सम्पूर्ण सज्जन वृन्दहरू लगायत यो उब्रेती क्यापिटल नेटवर्किङको जुन यो कार्यक्रमहरू चाहिँ यहाँ भइरहेको छ, अहिले चलिरहेको छ, मलाई पनि निमन्त्रणा भएको थियो। भाइहरूले नचिनेको हुनाले गर्दाखेरि मैले मेसेज गरेको छु है दाजु भनेर खडा भाइले मलाई मेसेज गर्नुभएको थियो। भाइलाई पनि धेरै धेरै धन्यवाद। र जो भाइहरूले चाहिँ यो बिजनेसका कुराहरू अगाडि बढाउनलाई चाहिँ खोजिरहनु भएको छ, उहाँहरूलाई पनि यो निमन्त्रणाका लागि विशेष सम्झना गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु। र मैले एक दुईवटा कुरा चाहिँ यहाँ राख्नै पर्छ होला जस्तो मलाई पनि लागेको। अहिले आएर केही मात्रामा सुन्दाखेरि जो भाइले यो प्रोग्रामको जुन सिइओ भाइले जुन कुराहरू यहाँ जानकारी गराउनु भयो, अति खुसी लाग्यो। मैले यो चाहिँ भन्नै पर्छ, हामीहरूको समाजका यतिका युवाहरूले यतिको प्रगति गरेको देख्न पाउनु भनेको चाहिँ यो एउटा ठुलो गौरव गर्नुपर्ने अवस्था चाहिँ नै हो। त्यसका लागि जो यो टिममा हुनुहुन्छ यहाँहरू सबैलाई एकताल जोरदार तालीले चाहिँ स्वागत गर्नु। र एउटा समाजको सचेत नागरिक भएको हुनाले गर्दाखेरि मैले यहाँको यो हामीहरूको समाजको भनेर चाहिँ भन्न खोजेँ। हामीहरू विभिन्न कालखण्डमा विभिन्न कुराले गर्दाखेरि धेरै पीडित छौँ। हामीहरूको यो समाज त्यसरी पीडित छ। यहाँहरूले पनि यो कुराहरू बुझ्नु भएको छ। यस्ता खालका कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू चाहिँ आउँछन्। पहिला सुरुमा हो न हो के न होला जस्तो गरेर चाहिँ हामीहरू धेरैजना त्यसरी चाहिँ पसि पनि सकेका छौँ कतिवटा कार्यक्रममा, तर अलिक पछाडिदेखि चाहिँ उहाँहरूसँग चिन्जानै हुन छोड्छ। त्यस्तो खालको अवस्था हामीहरूको समाजमा यो अहिले मात्रै होइन, धेरै अगाडिदेखि नै नेपालदेखि नै हामीहरू त्यसरी भुङ्रिँदै आएका पनि छौँ। त्यसैले गर्दाखेरि तर यो अहिलेको जुन कार्यक्रम छ, यी भाइहरूलाई यहाँनिर जो यो समूहमा चाहिँ हुनुहुन्छ उहाँहरूलाई हेर्दाखेरि सायद अब चाहिँ त्यो अवस्था नआउला कि, किनभने अमेरिकै आएर अमेरिकामै पढेर यहाँकै नियम कानुन सबै कुराहरू बुझेर हामीहरू यहाँभन्दा बाहिर गयौँ भने यहाँको कानुनले चाहिँ नि हामीलाई पनि अप्ठ्यारो पार्छ है भन्ने सबै कुराहरू हेक्का राखेरै यो कार्यक्रम अगाडि बढाउनु भएको छ जस्तो मलाई लागेको छ। त्यसमा चाहिँ म ढुक्क छु। नत्र भने म आफै पनि यस्ता खाले आउने कार्यक्रममा धेरैवटा मान्छे पसेँ। यहाँ पनि हुनुहुन्छ होला सायद कतिजना। एकचोटि एउटा यहाँ आएको थियो योभन्दा 1-2 वर्ष अगाडि। अहिले पनि कति गर्ने कुराहरू त राम्रै छन्, तर जसले चाहिँ यसको इनिसिएसन लिएर चाहिँ अगाडि बढ्छ उहाँहरूका कारणले गर्दाखेरि हामीहरूले चाहिँ दुःख पाइरहेको अवस्था पनि हो। प्राइमेरीका भन्ने चाहिँ एउटा लाइफ इन्सुरेन्सको कार्यक्रम आएको थियो, अलिकति थोरै अघि भाइले पनि छाउनु भएको थियो। म्युचुअल फन्डदेखि लिएर लाइफ इन्सुरेन्स हरेक कुराहरू थिए। त्यसमा कस्तो खालको अवस्था आयो भन्दाखेरि चाहिँ रातारात पर्सि बिहानसम्ममा चाहिँ मिलिनियरै हुने रहेछ जस्तो चाहिँ हल्ला छ सहरमा। हो कि हो भनेर आफूले पनि हात हालियो। त्यसमा अहिले आएर आफू पसियो, अर्कालाई लगाइयो, धेरैजना लगाइसक्यो, उसलाई बढाएर लगेर जाने माथिल्लो लेभलमा पुर्याइयो। वर्षको $1,00,000 उसको आउनलाई सुरु भयो। जब 1 लाख आउने पोजिसनमा उहाँहरू पुग्नु भयो, हामीसँग अहिले चिन्जानै हरायो। यस्ता खालका पीडाहरू हामीले बोकिरहेका छौँ। र अघि भाइले पनि अलिकति थोरै कुरो निकाल्नु भएको थियो। ट्रकिङका कुराहरू चाहिँ आइरहेका थिए। हाम्रा थुप्रै मान्छेहरूले अहिले अदालत धाउनु परेको छ, वकिलहरू खोज्नु परेको छ। विभिन्न ठाउँमा आफ्नो लगानी कसो गरेर उठाउन सकिन्छ भनेर उहाँहरू खाइ नखाइ त्यसरी चाहिँ धाइरहनु भएको कुराहरू अहिले विभिन्न ठाउँबाट त्यो जानकारीमा आइरहेको छ। हामीले धेरैलाई थाहा पनि छ होला, सायद यहीँ पनि कतिजना छौँ पनि होला। लगानी गऱ्यौँ, अब त्यसलाई उठाउने अवस्थामा हामीहरू छैनौँ भनेर कतिजनाले हरेस खाइसकेको अवस्था पनि छ। त्यसले गर्दाखेरि त्यस्तो खालको अवस्था नहोस्। जुन बिजनेसहरू हामीले चलाउँदै जान्छौँ, बिजनेस चलाउँदै गएर अलि माथि पुगिसके पछाडि आफ्नो समाज र आफ्नो धरातल बिर्सिने बानी छ हामीहरूको समाजको।
त्यो अवस्था चाहिँ नि नहोस्। एउटा मैले सामाजिक प्राणी भएका नाताले गर्दाखेरि भाइहरूलाई मैले यो अनुरोध गरेँ। मेरो अनुरोध मात्रै हो। फेरि पछाडि गएर अहिले जसले चाहिँ लगानी गर्छौँ पछाडि गएर त्यो लगानीको अपहेलना नहोस्। त्यसलाई कसो गर्दाखेरि सुधार गर्नलाई चाहिँ सकिन्छ र समाजलाई अलिकति सचेत बनाएर अगाडि बढाउनलाई चाहिँ सकिन्छ। त्यो कुरामा पनि भाइहरूले बेलैमा सोचेर चाहिँ काम गरिदिनु भयो भने त्यो अति राम्रो। र आजको जुन यो भेला हो यो यति भेला थोरै मान्छेहरू देख्दाखेरि यहाँहरूले चाहिँ अप्ठ्यारो मान्नुपर्ने अवस्था कुनै पनि छैन। किनभने मैले कारण अघि नै बताइसकेँ कि अर्का पालि यदि यहाँहरूले राम्रो काम गर्दै जानुभयो भने यति मान्छेले अब यसको डबल जति त हामीहरू आफै पनि ल्याउँछौँ यदि यहाँहरूले हामीलाई विश्वस्त दिलाउनलाई चाहिँ सक्नुभयो भने। कुरो चाहिँ त्यहाँ पनि छ। लगानी गर्नलाई चाहिँ डराउने कुराकानी होइन, तर आफूले लगानी गरेका कुराहरूमा त्यो सही ठाउँमा जान्छ जाँदैन, सही ठाउँमा लगानी हुन्छ कि हुँदैन हामीहरूको भन्ने कुरामा हामीलाई विश्वास हुनु पर्यो। अलिअलि पैसा थोरै मात्रामा त पक्कै पनि सबैले चाहिँ सञ्चित गरेर राखेको हुनुपर्छ। त्यसलाई सही ठाउँमा चाहिँ लगाउन सक्नुपर्छ र सही ठाउँमा जाओस्। र मलाई छोटो समय भनेको थियो, अलिकति एक दुईवटा कुराहरू थप्नु र देखाउनु पर्ने भएको हुनाले गर्दाखेरि थोरै मैले समय लिएँ। त्यसका लागि चाहिँ माफी चाहन्छु। र सबैजनालाई यो नयाँ बिजनेस भएको हुनाले गर्दाखेरि अहिले अझै यसलाई अध्ययन गरौँ। जति अध्ययन गरौँ आफूलाई त्यति नै ज्ञान बढेर चाहिँ जाने कुरा हो। बुझेर यसमा चाहिँ लागि परौँ। हामीहरूकै समाजको छ, त्यसमा पनि युवा भाइ बहिनीहरूले चाहिँ गर्नलाई सुरु गरेको कुराहरूमा मेरो चाहिँ पूर्ण रूपमा समर्थन छ यो विषयमा। र सबैले बुझेर चाहिँ अगाडि बढौँ। र भाइहरूले जुन सोच लिएर चाहिँ अगाडि बढ्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै सफलताको शुभकामना भन्न चाहन्छु। हस्, धन्यवाद।